यस्तो प्रतिस्पर्धी दुईजना कभर मिडिया हुनुहुन्छ देश भाइ तिमीलाई कसले जित्छ जस्तो लाग्छ मलाई चाहिँ मिस रानीले जित्छ जस्तो लाग्छ मिस एलिनाको जनता जान्न चाहन्छन् मिस एलिनाको 4 राउन्ड भइसकेको छ 4 राउन्ड भए पनि यहाँ सपोर्ट चाहिँ मिस रानीलाई नै हुनेछ मरिसी दाबालाई जनता जान्न चाहन्छन् तपाईले किन रानीकै सपोर्ट लिइराख्नु भएको छ भन्नुहोस् जनता जान्न चाहन्छन् किनभने रानीको खेल्ने तरिका धेरै अलग छ गलत छैन गाडी बढ्दै जित्नुपर्छ भन्ने तपाईँको धारणामा के यो तपाईँले विचार राख्नुहोस् उहाँ चाहिँ एकदमै राम्रो प्याक गर्नुहुन्छ र उहाँले जे होस् धेरै ध्यानपूर्वक खेल्नुहुन्छ र यसैले म उहाँको समर्थक गरिराखेको छु What a nice interview. Wow. Interview में लिइरहेको छु यहाँ चाहिँ र उहाँ चाहिँ अगाडि बढ्दै मिस रानी अगाडि बढ्दै एलिना कभर लिँदै र लाउँदै अगाडि सर्दै मिस रानी भाइ हजुर दाइ कति राउन्ड हो यो सकिनु लागेन 8 राउन्डको होला एकदम धेरै मिठो शट हान्ने ट्राई गर्दै मिस रानी र एलिना पनि माथि चढ्दै मुनि चढ्दै यताउता वालले गरेर पनि जित्न सक्नुहुन्छ मिस रानी कसले जित्यो मिस रानीले मैले तपाईलाई भनेकै हो मैले समर्थक गर्नुको मुख्य कारण यही हो एकदमै ध्यानपूर्वक खेल्नुहुन्छ उहाँले सफल हुनु भएको छ अब 8वां राउन्डमा के हुनु जाँदैछ त्यो हामी जान्छौँ यो राउन्डमा कसले जित्न सक्छ होला भन्नुहोस् जसलाई मलाई लाग्छ यो राउन्डमा फेरि पनि मिस रानीले नै जित्नु हुनेछ यो राउन्डमा पनि मिस रानीले नै अग्रस्थान हासिल गर्नुहुन्छ भन्ने मलाई पूर्ण विश्वास छ एकदम धेरै विश्वास रहेको छ र उहाँ विश्वास गरे त्यसै गरे हैन उहाँको खेल्ने तरिका एकदमै अलग अगाडि बढ्दै हुनुहुन्छ वाली वान टुर्नामेन्ट 10 लाखको हुँदैछ र यहाँ विजेतालाई 10 लाख रुपैयाँ हस्तान्तरण गर्ने भइसकेको छन् र यसै गरी यो फाइनलमा फिसले हान्नु कोसिस यो चाहिँ इन्सल्ट भयो है मलाई यो चित्त बुझेन फिसले हान्नु कोसिस गरिराखेका छन् रमेशले जम्मा एकचोटि मात्र मार्दै रहेछ त दुईचोटि त जोनमा टिपिएको किल मुभमेन्ट देखाउँदै छ र फिसले यो हुँदैन यस्तो यो भएन मैले तपाईलाई समर्थक गरेको यो भएन टाउकोमा ल्याङ खाएको छ र अब प्रमिसा फेरि जन्ममा फसिन्छ होला जस्तो लागिरहेछ जन्ममा फसिन्छ होला प्रमिसा गाडी बढ्दै जोनमा मर्ने मूवमेंट दिखाउँदै ओ माय गॉड रानीको मूवमेंट ये क्या है ओ वाल छेडेर गयो नेट गयो के भएको त एक ड्यामेज लाग्यो पछाडि
प्रमिसाले हारेछ त्यो भएन एलिना राम्रो खेल्दैन खेल्छ नि हौ अनि के गर्नु राई निगम त भाग्छ त्यो अघि बिहान हान्ने होइन त्यसलाई नै हानिदियो हामीसँग खेल्दा त अलिअलि हान्छ त प्रमिसाले के भयो हौ खोइ दाइ एसएमजी हान्छ अलिक कति लाने सब इलिमिनेट गराएको को पात फेरि एकदमै कडा दुईजनाको गेम प्ले एकदमै कडा हुँदै one tap बराबरी निकालेछ त्यो राउन्ड चाहिँ 2 राउन्ड उसले पनि निकालेछ प्रमिसाले पनि 2 राउन्ड निकालेछ जोनमा मरेर अर्को जनाले पनि 2 राउन्ड निकालेछ जोनमा मरेर बराबर नि हो एकाउन्नको लागि सक्यो छोट फेरि राउन्ड 6 मेरे को पता है मतलब उसने धोखा दिया ना जिंदगी को प्रमिसाले जितेछ त अहिले त दाइ मैले हेरेकै थिइनँ प्रमिसाले हान्दियो नि कडा डेजर्टको मिठो हान्यो डरायो होला अहिले त अब गनै लिदिएको गनै लिएको छैन त एलिनाले त पिसले खेल्ने हो क्या हो रहेछ दाइ हो रहेछ एलिनाको गेमले हेरौँ ल अगाडि बढ्दै एलिना अगाडि बढ्दै नत्र एलिना केटा रहेछ भने चाहिँ अब होइन केटा त होइन केटी नै हो होइन दाइ के थाहा होइन अगाडि मैले त्यो गरिरहेको थिएँ क्या अस्ति म बोलिरहेको थिएँ क्या तपाईँ पो बोल्नु उहाँ त बोले वो फ्री फायर खेलता है क्या यो भएन त्यहाँ एलिना ढोकाले खेलिरहेछ प्रमिसाको झन् अब गयो होला सातो अघि नै गइसक्यो प्रमिसाको सातो त बुनुको सातो अघि गइसक्यो म पो खेल्नुपर्छ कि है एलिनासँग त तिमीले त एलिनालाई इजीसँग जितिहाल्छौ नि होइन हान्छ होला हौ त अलिक त त्यस्तै लाग्छ अलिक हान्नुपर्ने होइन भा हार्छु म हारेँ भने त नखेल्नु होला बेजत पो हुन्छ अन्त म त सिधै ब्याक हानिदिन्छु त नेट अफ गरिदिन्छु अनि लाइनै गयो भनेर स्क्रिनसट प्रमिसालाई चाहिँ पठाइदिन्छु अनि प्रमिसाले पठाइदिन्छ सकियो अनि त्यो उयसमा होला नि दाइ टिकटकतिर अनुहार देखाएको छैन अरे दाइ कसले एलिनाले अनुहार पनि देखाएको छैनन् रे भोइस पनि आजसम्म सुनेको छैनन् रे केटीले केटीले अस्ति नै मैले अस्ति कहाँनिरको अस्ति कहिले पो जेहान उ गर्दाखेरि ऊ गफ गरिरहेको थियो क्या नेट उनीहरू नेट गएँ अनि आधी घन्टा जति सुन्यो उनीहरूको गफ अनि फर्केर गेम खेल्न गएँ म पनि
कस्तो प्रमिसाको त लास्ट कर्नरको खायो फेरि मैंने भी नहीं करना पड़ेगा 2 बार। ल 66 को फेरि यो गेम भएन है ल ल ले यति खाएको सकिनु लाग्यो है सकिनु प्रमिसा ला सकिएको खतम सकिएछ